हेलो, आज चाहिँ हामी सिटी अफ मनासस पार्कमा रहेको सिग्नल हिल पार्कमा गइरहेका छौँ। यो हाम्रो पहिलो भिजिट हो, त्यही भएर हामी हल्का क्युरियस, एक्साइटेड र नर्भस पनि थियौँ। नयाँ ठाउँ हो होइन, कस्तो हुनेछ, रमाइलो हुन्छ कि हुँदैन भनेर। तर त्यहाँ गइसकेपछि चाहिँ यो फायर फाइटरहरूले चाहिँ यो आगो निभाउने ट्रेनिङ गराइरहेका रहेछन्। केटाकेटीले म पनि गर्ने भनेर एकछिन गरेँ। सो उनीहरूलाई हल्का वार्मअप त भइहाल्यो। त उनीहरू भन्दै चाहिँ आज चाहिँ हामीलाई रमाइलै हुन्छ भनेर। सो हाम्रो फाइनल डेस्टिनेसन चाहिँ थियो यहाँ रहेको एउटा वाटर पार्क होइन। अनि यो वाटर पार्कको बारेमा चाहिँ मैले धेरै नै सुनेको थिएँ। हामी मनासस साइड आएको पनि 3-4 वर्ष भइसक्दा पनि त्यहाँ जाने मौकै मिलेको थिएन। सो फाइनली आज चाहिँ मौका मिल्यो र गयौँ र मलाई चाहिँ एकदमै मन पर्यो। यो पार्क एकदमै धेरै ठुलो पनि छैन र एकदमै सानो पनि छैन र यसको डिजाइन यति राम्रो, एकदम नेचुरल फिल हुन्छ तपाईँलाई होइन। अनि तपाईँलाई चाहिँ यो एउटा फ्यामिलीलाई टाइम स्पेन्ड गर्ने पर्फेक्ट ठाउँ हुन्छ होइन। यसमा धेरै एक्टिभिटिजहरूको इक्विपमेन्ट पनि छ। केटाकेटीहरूले सबै कुराहरू ट्राई गर्न होइन, त्यो इक्विपमेन्टहरूमा ट्राई गर्न मिल्छ। उनीहरूलाई मैले घर जाउँ न भनेर निकालेको थिएँ, फेरि खेल्ने अझै खेल्ने भनेर गएँ। सो हेर्नु होला, यो चाहिँ एकदमै पर्फेक्ट राम्रो छ। तर अब यो विन्टर लागिसक्यो नि त। सो यो आउटडोर पार्क भएको कारणले अब यो विन्टरमा त खुल्दैन। तर अब नेक्स्ट समरमा चाहिँ हामी डेफिनेटली नै फेरि जाने नै छौँ। तपाईँहरू पनि जानु होला, हेर्नु होला, रमाइलो गर्नु होला फ्यामिलीसँग होइन। यो सानो सानो कुराहरूले पनि धेरै ठुलो परिवर्तन ल्याउँछ फ्यामिलीसँग बिताएका समयहरूले। थ्याङ्क यू।